हेलो एन्ड वेलकम सबैजनालाई। अहिले चाहिँ दिल्लीमा चाहिँ ठुलै प्रोटेस्ट भइरहेको छ है। जुन चाहिँ निटको पेपर जुन इन्डियाको सबैभन्दा बिगेस्ट इक्जाम हो है, जसमा चाहिँ अब लाखौँ विद्यार्थीले हरेक वर्ष डक्टर बन्ने सपना लिएर गरेको हुन्छ। उसको चाहिँ पेपर चाहिँ लिक भएको रहेछ। अनि कति विद्यार्थीको चाहिँ सालौँको 2 साल 3 साल 5 सालको मेहनत चाहिँ खेर गयो किन, कति डिमोटिभेट भएर सुसाइड गरे। यही कुरालाई लिएर हङ्गर स्ट्राइक भएको थियो अराउन्ड 20 दिन जति। हङ्गर स्ट्राइकको माग चाहिँ के थियो भनेपछि एजुकेसन मिनिस्टरले रिजाइन दिनुपर्छ भनेर चाहिँ सोनम वाङचुक, साइन्टिस्ट अफ लद्दाख इन्डिया, उहाँले चाहिँ हङ्गर स्ट्राइकमा हुनुहुन्थ्यो एजुकेसन मिनिस्टरको रेजिग्नेसन मागेर। अनि लगभग अराउन्ड 20 दिन पुग्दा चाहिँ उहाँलाई चाहिँ पुलिसहरूले चाहिँ आएर चाहिँ उहाँको हेल्थलाई, उहाँको लाइफ बचाउनको लागि उहाँ भोकै हुनुहुन्थ्यो, उहाँको हेल्थ खराब थियो भनेर लिएर गयो। अनि आज 20 जुलाई आज चाहिँ इन्डियामा ठुलै प्रोटेस्ट भइरहेको छ। इन्डियाको दिल्लीमा, दिल्ली जन्तर मन्तर भन्ने ठाउँमा चाहिँ ठुलै प्रोटेस्ट भइरहेको छ। होपफुल्ली त्यहाँ चेन्जेस आओस्, हो कि नै एजुकेसन मिनिस्टर रिजाइन दियोस्, एकाउन्टेबिलिटी लिगियोस्, चेन्जेस आओस्। तर अर्को साइडमा के पनि चाहन्छु भनेपछि नेपालको जस्तो जुन जेन्जी प्रोटेस्ट भएको थियो नि, त्यस्तो ठुलो जनधनको ज्यानको, हो कि नै कसैको लाइफको क्षति चाहिँ नभओस्, गोली नचलोस्, हो कि नै। लट्ठीहरू यताउता प्रहार भएको देखिरहेको थिएँ मैले रिलहरूमा, क्लिपहरूमा है। तर जो नेपाल जस्तो त्यस्तो आगो लागि, हो कि नै यताउता त दुनियाँदारी नभओस्। होपफुल्ली चेन्जेस आओस्, सरकारले हेरोस्, यो कुरामा उस गरोस्। अनि आज चाहिँ डे 48 अफ पोस्टिङ डेली भिडियो। दिस इज सुमित पौडेल, learning something every day, sharing something every day. So do follow for such more exciting content, and thank you for watching. Bye bye.